तो चोट दियौ जिन्दगीमा याद राख्ने चोट दियौ तिमीले। यो संसारमा भगवान छन् भन्ने कहाँ छन् होला। यो विपदको बेला तिम्रो सहाराको आवश्यक थिएन र भगवान। यदि तिमी भगवान साँच्चीकै एउटा भगवान बनेर हामीलाई सहयोग गरिदिएको भए तिम्रो के जान्थ्यो र भगवान। आज यो आँखाले के देख्नु परेको छ। संसारभरि नेपालीको मन छिया छिया भएको छ। सारा बालबच्चा कतिको घरबार बिन बनाइदेऊ। आज यो देख्दा सारा नेपालीको आँखाबाट आँसु आएको छ भगवान। दुनियाँ रोएको छ। आज संसारभरिमा रहने नेपालीहरूको मन छिया छिया बनाएको छौ भगवान। हामी सधैँ परमात्मा छन्, भगवान छन्, हाम्रो ईश्वर हुनुहुन्छ, हामीलाई जसरी पनि सेभ गर्नुहुन्छ, बचाउनुहुन्छ भन्दै हामी हरेक मन्दिरमा घोप्टो पर्दै हिँड्यौं भगवान। तर आज विपद परेको बेला त तिमीले पनि सुन्दा रहेनछौ, तिमीले पनि वास्ता गर्दा रहेनछौ। जब यत्रो सुनामी आएर बाल बच्चा कयौंको घर परिवारको बिचल्ली बनाइदेऊ भगवान, तिमी सुतेर बस्यौ कि उठेका थियौ। आज यी गरिब जनताको के दोष थियो, के गर्न खोजेको तिमीले, म तिमीलाई सोध्न चाहन्छु। कम से कम आज तिमीले केही छेड नजर लगाइदिएको भए यी बालबालिकाहरू घरबार बिनबाट बस्थे कि त आज एक्कासी यस्तो अचानक हुँदा पनि तिमीले हामीलाई सहारा दिएनौ भगवान। भगवान मानेर हामी सधैँ प्रार्थना गर्छौं, सधैँ ईश्वर भगवान छन् भन्छौं हामी, तर मैले काहीँ केही देखिन। आजको दृश्य